मेलम्चीको यो डाँडा मकैबारी अनि तल चाहिँ डाँडै डाँडा, तल चाहिँ मकै नै मकै। यो चाहिँ मेलम्ची हो। बरको रुखहरू कस्तो राम्रो यार, वहाँदेखि यस्तो तरिकाले फिजिएर है पुरै जरै जरा भएको यो बरको रुख यस्तो दामी छ। मेलम्चीको खोलामा आइपुग्यो अहिले गाइस, म चाहिँ अहिले यो मेलम्ची भन्ने ठाउँमा छु। मेलम्चीको यो खोला कस्तो राम्रो पानी बगिरहेछ, सेतो पानी र गर्मी चाहिँ असाध्यै नै छ। यहाँनिर सबै खोलै खोला हो। यो माथिदेखि खोला आइरहेछ होइन। अनि यो माथि टुप्पोमा जङ्गल छ, यतातिर यो सबै मेलम्ची हो। मेलम्ची बजार यहाँनिर माथि पर्छ। अनि म चाहिँ यहाँ खोलामा हल्का इन्जोय गरिरहेको छु, टिकटकहरू बनाइरहेको छु। टिकटक अनि नुहाउनु मिल्छ यहाँनिर, मान्छेहरू नुहाइ पनि रहेको छु। तर बवाल छ यो खोला। तपाईँहरूलाई धेरै गर्मी छ यताउति भने स्विमिङ गर्नको लागि हाम्रो बजारमा गइराख्नु पर्दैन, यहाँ मेलम्चीमा आएर चाहिँ तपाईँहरूले खेल्न सक्नुहुन्छ। म काठमाडौँदेखि मेलम्चीसम्म आएँ, ठ्याक्कै आधी घन्टा समथिङ पाउने घन्टा लाग्यो। अनि यहाँनिर आएर पौडी पनि खेलेँ होइन, मजा आउँदो रहेछ। यो सेतो पानी चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले, सेतो पानीमा पौडी खेल्न कम्ती मजा आउँछ। यहाँ आउनुहोस्, मेलम्चीमा फ्रीमा पौडी खेलेर जानुहोस् है। धन्यवाद।